म पनि बिस्तारै आफ्नै स्पिडमा बढ्यो कि केही पनि छैन यहाँ गाह्रो त्यही पनि थाहा हुन्छ आफूलाई परेपछि सम्पूर्ण नमस्ते म राजन हजुरलाई मेरो नयाँ भिडियोमा फेरि पनि स्वागत छ। न्यू डे विथ न्यू ब्लग। आज म धेरै समयपछि फेरि हजुरको सामु आइसकेको छु। आज त्यस्तो विशेष केही नभए पनि हाम्रो सानसानो टिमहरू 2-3 जना मिलेर चाहिँ आज हामीहरू कर्णाली प्राविधिक शिक्षालय यानि कि केटीएसमा जाँदैछौँ। त्यो शिक्षालयमा नगएर त्यताको वरिपरिको वातावरण बुझेर साइकलसँग राइड गर्दै मजा लिएर आउनेछौँ। यहाँ साइकल चाहिँ यस्तो तरिकाले यहाँ छ अनि म चाहिँ यो सेटअप सहित तयार भइसकेको छु। अब चाहिँ एकछिन साइकलको ग्यारेजसम्म जानुपर्ने हुन्छ, ब्रेक सेक सबै कसेर अनि सेफ्टीका साथ हामी निस्किनुपर्ने हुन्छ। लगायत हजुरहरूलाई म अब साइकलमा भेट्छु। साइकल चाहिँ यस्तो अवस्थामा छ अहिले। लगायत अहिले चाहिँ म अब घरबाट हिँडिसकेको छु। लगायत अहिले चाहिँ हामीहरू यो खोलीगढ भन्ने गाउँमा छौँ। अब चाहिँ यहाँबाट अनिष्ट जानुपर्ने हुन्छ। कहाँ पनि रोकिन्न, अब सिधै गएर के कतै उकालो अप्ठ्यारो पऱ्यो भने हो, नत्र त सिधै माथि केटीएस पुगेर मात्रै रोक्ने हो। अब यस्तो तरिकाले अहिले चाहिँ हाम्रो मस्त भइरहेको छ। ल फर्स्टमा चाहिँ शङ्कर थियो, त्यस पछाडि हाम्रो यो टेकेन्द्र भन्ने एउटा दाइ हुनुहुन्छ, त्यस पछाडि अहिले चाहिँ म लास्टमा छु। बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ। आमा यहाँ त चिल ओह्रालो छ। लगायत देख्न सक्नुहुन्छ यहाँ पुरा हिलो आइरहेछ मुखतिर। चाहिँ हाम्रो बहुमुखी क्याम्पस, जुम्लाको क्याम्पस। मस्त छ। उतिर पनि आज घाम लागेको छ। माथिमा जान के हुन्छ। यो चाहिँ हाम्रो यसको नाम के हो, हामी चाहिँ यसलाई अनामनगर स्कुल भन्छौँ। यसको रियल नेम चाहिँ थाहा छैन। लगायत अहिले चाहिँ हाम्रो यस्तो निरन्तर चलिरहेछ। म चाहिँ बिस्तारै बिस्तारै गइरहेको छु। यिनीहरू चाहिँ सेभ गर्नुपर्छ, पछि आउनको लागि सजिलो हुन्छ। अगाडि चाहिँ 2 जना चाहिँ मस्त पारामा गइरहेछन्। यहाँ अब एकछिन यसो उडा यस्तो गरौँ। खासै उहिले हान्न त आउन्न, उडा यस्तो मात्रै। यो भर्खर सिक्दैछु गाइज। यस्तै छ अहिले चाहिँ। Dami.
लगायत अहिले चाहिँ हामीहरू धेरै माथि आइसकेका छौँ। माथिसम्म त आयौँ तर अब यहाँ जाने बाटो कता होला अब कहाँ जाने होला उ त्यो दाइले सोधौँ न त केटेस जाने बाटो कता हो दाइ के को बौला आउँदै यस्तो भन्नु पाइन्छ खुरुखुर जाने एउटा बाटो देखिरहेको छ के हो त हामीसँग बोल्न आउँदैन अनि हामीसँग बोल्न मिल्दैन के ठुलो कुरा गरेको भाइ तैले के भयो त अनि यहाँ बोल्नु नमिल्ने हामी तैले ठुलो कुरा गरेको कस्तो मोबाइल देखाएर ठराको त्यो होइन कस्तो मोड ठराको भन्छ कस्तो मोड ठराको त्यति नै ज्यादै भन्नु पाइन्छ हामी दाइ जाउँ अहिले मान्छे आमा यो यसलाई जङसँग चाहिँ यहाँ पुरा कस्तो छ है यस्तो केटी जाने बाटोनिर चाहिँ यस्तो बल रुखहरू छ रुखहरू छ यता चाहिँ ठिक यस्तो छ बाबा यता पुरा डेन्जर बनाए जस्तो छ है गाइज फोटो खिच्नु भने के भिडियो बनाएको तिमीहरुले दाइ भिडियो बना एकछिन है अब कस्तो आछ लगाए जान मस्त लागेर चिलमा बसिरहेको हैन त्यही नै भन्नुपर्ने मजा आइरहेछ भान्जे एकदम ल बवाल आइरहेछ मजा दामी छ हैन कीप सपोर्टिङ हैन सब्स्क्राइब गर्नु होला च्यानललाई चाहिँ दामीसँग टेक्दा कस्तो लागिरहेको छ तिमी एक्लै नहरलिया न पछाडी बसेर अलि अगाडि आउन यार यति कता बस्नु त अनि बाहिर आएको त ठिकै छ हैन त्यही नै भन्नुपर्ने के भने हैन त्यही नै भन्नुपर्ने भनिदिरहेको छ हैन मैले चाहिँ के गर्नु गाह्रो छ अघि चाहिँ हामीले भिडियो बनाइरहेको थियौँ त त्यो चाहिँ अलि प्र्याङ्क टाइपको भन्दा हजुरहरूले इन्टरटेनमेन्ट गर्ने टाइपको हैन किन भन्नाले पनि हजुरहरूले यस्तै भिडियो मात्रै रुचाउनुहुन्छ हामीहरूको मस्त लागेर यस्तो दामी भ्यू खिचेको सिनेमेटिक सर्ट हैन खिचेको हजुरहरू हेर्न चाहनुहुन्न यस्तै भचाभच मात्रै चाहनुहुन्छ के गर्नु त्यसकारण त्यस्तै बनाइदिएको अलि प्र्याङ्क टाइपको हैन हजुरहरूलाई कस्तो लाग्छ दामी लाग्यो जस्तो लागिरहेको छ हैन हजुरहरू हाम्रो लाग्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्स्क्राइब बेल आइकन प्रेस गर्न नभुल्नु होला सबैलाई केटीएसको भिजिट पनि यस्तो दामी भयो त्यस्तो भिडियो नबनाएको भने केटीएस हजुरहरूले चिन्नुहुन्थेन क्या बाहिरको मान्छेहरूले त्यो भिडियोबाट अलि कहाँको रहेछन् भन्ने हुन्छ नि त तपाईँहरूलाई थाहा पाउनुहुन्छ त्यो भिडियो हेरेपछि त्यही नै हो गाइस मस्त लाएर बसिरहेछौँ घाम तापिरहेछौँ अब चाहिँ एकछिनमा जानुपर्ने हुन्छ पान्जीको च्यानलमा सपोर्ट गरिदिनु होला सबैजनालाई माया छ मामा यार भिडियो बवाल लाग्छ ल बनाउनु नबनाएको यार मान्छे राम्रै आउन बनाउनु मामा एकदमै बवाल आइरहेछ अहिले गतिलो नभए नि क्यामेरा त गतिलै आला बवाल आइरहेछ अहिले गतिलो नभए नि क्यामेरा त गतिलै आला लगायत अहिले चाहिँ हामीहरू अब घरतिर लाग्ने लागेका छौँ सँगसँगै आज चाहिँ एकदमै रमाइलो भयो अघि एउटा प्र्याङ्क भिडियो टाइपको त्यो भिडियो सुटिङ बनायो अहिले पनि त्यसको बारेमा पुरा सुटिङ गऱ्यौँ एकदमै रमाइलो भयो आज चाहिँ लगायत अब चाहिँ अहिले चाहिँ हामीहरू यो तालमा छौँ मामा र यता अगाडि हुनुहुन्छ अस्ति चाहिँ होइन एउटा गाई माताले हामी कति तिनजनाले खेलिदिएको नि टेकी उता के भन्छ हाम्रो गाउँ जान थियो होइन यस्तरी गइरहेको थियौँ सिधै गरेर लगायत अब हजुरलाई बाटोमा भेट्छु गाइस अब चाहिँ हामी जान लागिसकेका छौँ दिङसँग चाहिँ हाम्रो साइकल चाहिँ यता छ ट्याक्क बारेर मामा चाहिँ यता हुनुहुन्छ लगायत अब चाहिँ हामी मस्त बाटोमा जानुपर्ने हुन्छ लगायत अब चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ
लगाएर अब चाहिँ हामीहरू एक ठाउँ पनि नरोकेर सिधै तल जानेछौँ। गियर सेयर ट्यागको सबभन्दा लोमा राखेर अब चाहिँ चिल हुन्छ गाइज। ल मामाहरू चाहिँ अगाडि गइसकेका छन्। यो कहिले कुकुर मार लाग्यो, यो कुकुर थियो एउटा। मेरो पनि ब्रेक त राम्रो लाग्दैन। लगाइज अब चाहिँ हामीहरू फर्किसकेका छौँ। साइकलको ब्रेक राम्रो छैन, त्यसैले कुदाउनु पनि छैन आज। लगाइज खासै राम्रो छैन ब्रेक चाहिँ, त्यही पनि कुदाउने चाहिँ छोडिन्न, कुदाइन्छ तर टाइम टाइममा ब्रेक चाहिँ लाउनु पर्ने हुन्छ। यस्तो टर्निङतिर चाहिँ हल्का होसियार भएर चलाउनु पर्छ क्या गाइज। थाहा हुँदैन कतिखेर आउँछ अब बाइक साइकल जे पनि आउनु सक्छ गाडी घोडा। अब हामीले उनीहरूलाई देख्दैन, उनीहरूले हामीलाई देख्दैन, अनि एक्सिडेन्ट हुने कारणै त्यही त हो त नि। लगाइज मस्त पारामा अहिले चाहिँ हामीहरू धेरै तल पुगिसकेका छौँ। शान्तिनगर त्यस्तो छ है पुरा। के भइरहेछ यहाँ यत्रो मान्छेको भिडहरू। ए यहाँ यो धामीहरू हुनु रहेछ। त्यही पनि एकछिन चाहिँ म यहाँ रोक्छु। अब यहाँ मैले साथीलाई पनि भेटाइसकेको छु यता। गाइस देख्न सक्नुहुन्छ यहाँ यस्तो तरिकाले चलिरहेछौँ हामी चाहिँ। एकछिन रोकेको थिएँ म चाहिँ। के हो सिद्धान्त? ठीक छ गाइस, सब्स्क्राइब बन्ने सब्स्क्राइब थे हो। ठीक छ गाइस, सब्स्क्राइब बन्ने सब्स्क्राइब थे हो। क्या भइरहेछ यता? ए तँ गइने थार्पा? हो। अनि आज कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ के लाग्यो? स्कुल बिदा भएर अनि के जित्यो कि हार्यो? जित्यो ल स्कुल भेट्नु होइन भोलि। अब लगायत म चाहिँ एकछिन यहाँ साथी भेटेर रोकेको थिएँ, अनि मामाहरूलाई पनि रोकेँ, तर मामाहरू चाहिँ अगाडि गइसक्नु भयो। अब चाहिँ म फेरि जानुपर्ने हुन्छ आफ्नै गतिमा। लगाइ जस्तै छ। बाइक चलाउँदाखेरि चाहिँ एउटा कुरो हुन्छ, साइकल चलाउँदाखेरि त आफ्नो कन्ट्रोलमा आइहाल्छ, ब्रेकरलाई त यस्तरी उडाउनुपर्छ। लगायत यहाँ चाहिँ हाम्रो भाइहरू पनि छन् यता। अब त्यहाँ मामाले फोन गर्नुपर्छ कुन बाटो जानुभयो थाहै छैन। लगायत मामाहरू चाहिँ यो माथि फुलकोटको बाटो गइसक्नु पऱ्यो। अब चाहिँ म बजार गएर केही खाजा खाएर बल्ल घर जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ अब म बजार जान्छु। लगायत यस्तै छ अहिले चाहिँ। अहिले चाहिँ म हस्पिटलनिर पुगिसकेको छु। शान्ति नगर यतै मानव चोक यस्तो यस्तो ठाउँमा आयो।
तली फेरि यो चैन फिस्किसक्यो मेरो। अब सिधै यहाँ तलीको चैन फिस्किसकेको छ। अब यो साइकल जहाँनिर रोकिन्छ त्यहीँनिर यसलाई बनाउने हो, नत्र यत्तिकै चलिन्छ। अझै पनि चलिरहेछ। अब चाहिँ यो चैनलाई मैले बनाउनु पर्ने हुन्छ गाइज। एउटा कुनै बाटो खोज्नु पाइदियो भने हुन्छ, बाटो भेट्यो भने सजिलो हुन्छ। मेरो त चेन पनि बनिसकेको छ। अब चाहिँ म फेरि जानुपर्ने हुन्छ माथितिर, माथितिर भन्दा पनि तलीतिर बजारतिर गएर खाससास खाएर बल्ल घर जानुपर्ने हुन्छ। एक अटोग्राफ दिन हुन यस्तो यस्तो चानो भनिदिनु अटोग्राफ यस्तो यस्तो चानो भनिदिनु अटोग्राफ बसिए माथि केटिस गरे अब चाहिँ म यहाँ माथि गएर खाजा खाएर निस्किनु यसो जुम्ला बजारमा चाहिँ अहिले चाहिँ म पुगिसकेको छु जुम्ला बजारमा। एक राउन्ड बजारबाट हानेर आउनु त होइन, त्यसबाट घुम्दै अहिले पछि घुमाउला म त चल्दै जलसम्म आउनु। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ जुम्ला बजार हो।